देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई तथा अग्रजहरू, मेरा प्यारा भाइ बहिनीहरू, मेरा साथीहरू, आज हामीले सिभिलियन फोर्स लन्च गर्दैछौँ र नेपाललाई डिजिटली ट्रान्सफर्म गर्ने एउटा विचारधाराका साथ हामीले एउटा वेबसाइट लन्च गर्दैछौँ र सबैजनालाई तपाईँलाई जोइन हुनमा यसमा हामी तपाईँलाई आग्रह गर्नका लागि यो वेबसाइट के हो, कस्तो हो र यो सिभिलियन फोर्स भनेको के हो भनेर हजुरहरूलाई बुझाउन चाहन्छौँ आज चाहिँ। सो धेरैजनामा कन्फ्युजन छ कि यो 2 महिनासम्म हामीले सिभिलियन फोर्स बनाउँदैछौँ भनेर सुन्नुभएको थियो। तर यो सिभिलियन फोर्स भनेको के हो, किन हो र यसले के गर्छ भनेर हजुरहरूले बुझ्नु जरुरत छ। यो सिभिलियन फोर्स भनेको पहिला जस्तो कुनै आन्दोलनपछि आएको एउटा विद्रोही शक्ति जस्तो चाहिँ होइन। यो एउटा नेगेटिभ वेमा हामीले लिनु हुँदैन, यसलाई पोजिटिभ वेमा लिउँ। हामी सबै नेपालीहरू एकदम छरिएर बसेको छौँ होइन। त्यही भएर चाहिँ हामीले चाहिँ के सोच्यौँ भन्दाखेरि नेपाल सबै बनाउनको लागि गाउँ बनाउनु पर्छ। हरेक नेपालीको जिम्मेवारी हो। यो केवल एकजनाले मात्र व्यक्तिले चाहेर नेपाल बन्दैन, एकजना नेताले मात्र चाहेर बन्दैन र एउटा सरकारले मात्र चाहेर बन्दैन। त्यही भएर हामीले यसलाई चाहिँ हरेक नेपालीको जिम्मेवारी हो भनेर सोचेर चाहिँ हामीले एउटा यस्तो खालको वेबसाइट बनाउँ जहाँ सबै नेपालीलाई समेट्न सकिन्छ, सबै एउटा जिम्मेवारी नागरिक भएर देश बनाउन सकिन्छ र देशको समस्या, एउटा गाउँको समस्यालाई केन्द्रसम्म ल्याएर यसलाई सल्भ गर्न सकिन्छ र त्यो शक्ति हामीले जुन चाहिँ तयार पार्यौँ भने सबैजना एकीकृत भएर हामी लाग्यौँ भने देश बनाउने अभियानमा तपाईँको देश पक्कै बन्छ भन्ने हामीलाई लाग्छ। र त्यसको लागि हामीले एउटा प्लेटफर्म चाहिएको थियो र यो प्लेटफर्म अहिले पहिला जमाना जस्तो त होइन। तपाईँको जहाँ कि गएर एउटा पेपर लिएर जाने, घर घर दौडिनु पर्ने त होइन। एउटा व्यक्तिले टिकटक चलाउन सक्छ भने तपाईँले यो वेबसाइट चलाउन सक्नुहुन्छ, तपाईँले आफ्नो समस्या राख्न सक्नुहुन्छ र त्यो समाधानको लागि तपाईँहरू सबैजना मिलेर र हामीहरू सबैजना मिलेर यसलाई समाधानको बाटोमा लान सक्छौँ र त्यसलाई गाउँदेखि जिल्लासम्म पुर्याएर, जिल्लादेखि केन्द्रसम्म, प्रदेशसम्म पुर्याएर, प्रदेशदेखि तपाईँको केन्द्रसम्म पुर्याएर हामीले यसलाई समाधान गर्न सक्छौँ होइन। र यसमा हामी सबैजना तपाईँहरू सम्पूर्ण साथीभाइहरू जो अग्रज हुनुहुन्छ, विज्ञ हुनुहुन्छ, आफ्नो आफ्नो फिल्डको सबैजनाको हरेक नेपालीको यसमा सहायता चाहिन्छ हामीलाई। र यो 10 दिनमा हाम्रो यो अहिले टेस्ट भर्जन हो र यो टेस्ट भर्जनमा हजुरहरू सबैलाई यो प्लेटफर्म दिएको हो जहाँ कि तपाईँले इङ्गेज भएर देशको बारेमा समस्या र त्यसको समाधानमा डिस्कसन गरेर त्यो समाधानलाई चाहिँ केन्द्रसम्म पुर्याएर सल्भ गर्ने एउटा बाटो मात्रै हो, माध्यम मात्रै हो यो है। र त्यही भएर चाहिँ हामीले यसलाई चाहिँ अहिले टेस्ट भर्जन मात्र हो हजुरलाई देखाउनको लागि यो के हुन्छ कसो हुन्छ भनेर। र यो अहिले चाहिँ हामीले यो 10 दिन जतिमा तपाईँहरू हामीहरू मिलेर यसमा चाहिँ अहिलेदेखि नै हामी सबैजना यो वेबसाइटलाई चाहिँ फिडब्याक दिने, के हुनुपर्छ, के अझै चाहिन्छ, के इम्प्रुभमेन्ट चाहिन्छ भनेर हामीले 10 दिन जतिको ग्याप राखेको छौँ। र 10 दिनपछि हाम्रो 27 गते 2082 साल 27 गते राष्ट्रिय एकता दिवसमा चाहिँ हामीले यसलाई भर्जन 1 भनेर हामीले लन्च गर्छौँ। र यो भर्जन 1 लन्च गरिसकेपछि तपाईँको के हुन जान्छ भन्दाखेरि चाहिँ यसपछि नेक्स्ट भर्जन 2 मा चाहिँ हामीले एआई जोइन गर्छौँ, जुन चाहिँ हाम्रो एजेन्टिक एआईलाई चाहिँ हामीले पुरै ट्रेन गरेर हुन्छौँ। हाम्रो देशको हरेक कानुनलाई हामीले एउटा एआईले हामीले अहिले आर्टिफिसियल इन्टेलिजेन्सको जमाना छ, विदेशहरू तपाईँ कहाँ पुगिसक्यो आर्टिफिसियल एआईको जमानामा राइट। र त्यही भएर हामीले एउटा आर्टिफिसियल इन्टेलिजेन्स एउटा बनाउँछौँ जहाँ चाहिँ हाम्रो देशको हरेक कानुन, हरेक तपाईँको संविधानको हरेक धाराहरू हामीले त्यसमा इन्क्लुड गरेको हुन्छ र त्यही कानुन अनुसारमा चाहिँ यसले हामीलाई सल्युसन दिन्छ। फर एक्जाम्पल तपाईँको एउटा समस्या छ भन्ने एउटा गाउँमा तपाईँको केन्द्र लेभलको, फेडरल लेभलको एउटा समस्याले गरेर तपाईँहरूको एउटा गाउँमा कुनै बाटो बनेको छैन भने त्यो समस्यालाई के गर्छ भने जिल्ला स्तरीयमा तपाईँको लगइन गरेपछि तपाईँले डिस्कस गर्न सक्नुहुन्छ। र त्यो लगइन गरेर डिस्कस गरिसकेपछि चाहिँ त्यहाँ तपाईँहरूको डिस्कसनलाई चाहिँ एआईको माध्यमबाट त्यसलाई फिल्टर गरेर बेस्ट सजेसनलाई निकालिन्छ र त्यो बेस्ट सजेसनलाई चाहिँ एआईले फिट गरेर त्यसलाई अझ ब्युटिफाई गरेर अझै हाम्रो नेपालको कानुन अनुसारमा र प्रविधि यो नेपालको कानुन र संविधान अनुसारमा हामीले त्यसलाई कसरी इम्प्रुभाइज गर्न सकिन्छ भनेर कुन मन्त्रालयमा गएर त्यसलाई समाधान गर्नुपर्छ, कुन मन्त्रालय ठोकिन्छ भनेर त्यसलाई चाहिँ एआईले दिन्छ। र त्यसमा लास्टमा भनेको ह्युमन इन्टरभेन्सन भनेर भन्छौँ हामीले। ह्युमन इन्टरभेन्सन चाहिन्छ र ह्युमन इन्टरभेन्सनमा चाहिँ हाम्रो विज्ञ टोलीहरू त्यसमा हुन्छ जसले चाहिँ यो सही हो कि गलत हो कि यसको लङ टर्म इफेक्ट के हुनसक्छ र एआईले भनेको कुरालाई चाहिँ भेरिफाई गरेर ड्राफ्ट बनाउँछौँ। र यही ड्राफ्टलाई गरेर चाहिँ हाम्रो यहाँ काठमाडौँमा हामीले एउटा स्याडो गभर्मेन्ट भनेर हामीले राख्छौँ जो चाहिँ मन्त्रालय कुदेर तपाईँको समस्या, गाउँको समस्यालाई केन्द्रसम्म पुगेर चाहिँ उहाँहरूले फाइलहरू हरेक मन्त्रालयमा लगेर त्यसलाई बुझाउँछ र त्यसलाई समाधान गर्नुतिर लाग्छ। र यसको लागि हामीले बनाएको सिभिलियन फोर्स, न कि यहाँ तोडफोड
और जलाउने भत्काउने बिगार्नको लागि हामीले बनाएको होइन यो है। यो कुरा सबैजनामा क्लियर होस् र अहिले तपाईहरुलाई देखाउँदैछौँ कि हामीले